काठमाडौँबाट बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सामाजिक विकास कार्यालय पार्टी ललितपुर नेपाल तिनमैने प्रशिक्षण तालिम समापन समारोह मिति 2081 12-10 स्थान नेपाल पञ्चायत स्वीकृति तालिम केन्द्र सहायक नगर 2 काठमाडौँ। राजनीतिक प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्य अन्तर्गत आर्थिक वर्ष 2081-82 को स्वीकृत कार्यक्रम अनुसार क्रमिक तालिम जुन हामीले 390 घन्टे परिसरमा हामीले सञ्चालन गर्दै गर्दा आज हामी समापनको दौरानमा छौँ। यस समापन कार्यक्रमको सभापतित्व गर्न भएका सामाजिक विकास कार्यालय ललितपुर म्युनिसिपालिटीका कार्यालयको आदरणीय यसै कार्यक्रमका प्रमुख अतिथि नागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 3 जनप्रतिनिधि आदरणीय दाजु महेश्वर श्रेष्ठज्यू तथा नेपाल भवन सेक्रेटरी तालिम परिषदका प्रमुख आदरणीय कुमार श्रेष्ठज्यू सामाजिक विकास कार्यालय ललितपुर म्युनिसिपालिटीका अधिकृत म्याम सुल्ता म्याम यसै कार्यक्रमका संयोजक दाजु लक्ष्मी पोखरेलज्यू कार्यक्रमका प्रशिक्षक विशाल थापा सर र यस कार्यक्रमका प्रमुख व्यक्तित्व भनेको तपाईँ प्रशिक्षार्थी साथीहरू। हामीले आजभन्दा 78 दिन अगाडि भनौँ पुसको 4 गते हामीले कसरी यो कार्यक्रमको उद्घाटन गर्दै गर्दा हामीले यो 78 दिनसम्म कति तारिक सञ्चालन गर्ने होला, तपाईँ प्रशिक्षार्थीहरू नियमित रूपमा कक्षामा उपस्थित हुने हो कि होइन र तपाईँलाई हामीले सोचेअनुसार हाम्रो विशेष सूचीअनुसार तालिम गराउन सकिने हो कि होइन आदि जस्ता कुराहरूलाई मनन गर्दै आजको दिनसम्म आइपुग्दा तपाईँहरूलाई जसरी हामीले हाम्रो कार्यसूची अनुसार तपाईँलाई छिटिभिटीको तह 1 अनुसारको जुन चाहिँ एउटा तालिम दिने काम हामीले पुरा गरेका छौँ। पक्कै पनि तपाईँले यो सिक्नु भएको जुन चाहिँ छ त्यो सिपलाई चाहिँ तपाईँले अब व्यवहारको लाभ गर्नुपर्नेछ र त अधिकांश साथीहरू व्यावसायिक रूपमा कार्य पनि बताइरहनु भएको छ। अब तपाईँहरूले यो तालिमको दौरानमा सिक्नु भएको सिप र तपाईँले गर्दै गरेको सिप त्यो दुईटालाई तुलना गरेर आउँदो दिनमा सहज कसरी हुन्छ त्यो कुरालाई चाहिँ मनन गर्दै तपाईँहरू अगाडि बढ्नुहुन्छ र हामीले यो कार्यक्रममा स्किल टेस्ट परीक्षाको व्यवस्था नभएको कारणले गर्दाखेरि हामी त्यो चाहिँ गर्न सकेनौँ र तपाईँलाई अनुरोध चाहिँ के गर्न चाहन्छु तपाईँहरूले सिप परीक्षण गर्न चाहनुहुन्छ भने हामी नेपाल भवन सेक्युरिटी ट्रेनिङ सेन्टर प्रालीबाट तपाईँहरूलाई सहजकर्ताको भूमिकामा रही तपाईँलाई त्यो सिप परीक्षणको व्यवस्था मिलाउने प्रतिबद्धता राखेर चाहन्छु। यसको लागि तपाईँहरूले हामीसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यति भन्दै यहाँ आउनुभएका तपाईँ सम्पूर्ण प्रमुख अतिथि लगायत तपाईँ प्रशिक्षार्थी सम्पूर्णमा हार्दिक स्वागत गर्दै म आफ्नो मन्तव्य अन्त गर्न चाहन्छु। प्रतिनिधिमूलक हामी एकजना सहभागीको तर्फबाट यहाँहरूको समीक्षात्मक ब्रिफिङ दिन चाहन्छौँ र सहभागीको तर्फबाट विक्रम सिलवालजीलाई आफ्नो अनुभवहरू सेयर गरिदिन अनुरोध गर्छु।
हाम्रा यस वडाका सदस्य यस कार्यक्रमका चाहिँ हाम्रो शिक्षा दिने शिक्षक विशाल सर लगायत सम्पूर्णमा तपाईँको बातको कलमिङमा चाहिँ सहभागी हुने मौका पायौँ। यस मौकामा सामानको अभाव अथवा यही अपूर्णता भए पनि यही सिक्ने मौका पायौँ। यस साथसाथै जति पनि हामीलाई विशाल सरले सिकाउनु भएको कुराहरूलाई चाहिँ हामीले सिक्ने एकदम जमर्को साथ कुरा गऱ्यौँ। जुन सामाजिक विकास मन्त्रालयबाट चाहिँ जुन यो एउटा भूमिका खेलिनुभयो उहाँहरूले हामीलाई एउटा सिकाउने व्यवस्थापन मिलाइदिनु भयो त्यसको लागि उहाँहरूलाई चाहिँ धेरै धेरै यहाँसम्म आउँदाखेरि हामीले जति पनि बाधा रचनाहरू पुरा गरी यस कार्यक्रमलाई हामीले सफलतापूर्वक सम्पन्न गऱ्यौँ। सामानको थोरै अपुग भए तापनि हामीले त्यसलाई सबै हाम्रो प्रशिक्षार्थी साथीहरू लगायत सबैले मिलेर एउटा सम्पन्न गऱ्यौँ। मिलेर चाहिँ हामीले टिमवर्कको रूपमा त्यसलाई काम गऱ्यौँ। जुन सरले यहाँ पढाउनु भएको त आफ्नो ज्ञान छँदैछ त्योभन्दा बाहिर फिल्डमा गर्नु र यहाँ पढाउनुमा चाहिँ अलिकति फरक पनि पाएँ मैले। म आफै स्वयं एउटा फिल्डमा गएर काम गरेको योभन्दा अगाडि मैले गरेको पनि थिइनँ र यहीँ आएर सिक्ने मौका पाएँ। मैले सिकेँ मेरो आफ्नो इच्छाअनुसार र त्यस हुन बाहेक उहाँ सर मलाई बाहिर सिकाउनु भयो। उहाँले यहाँ पढाउनु भएको र बाहिर लगेर सिकाउनु धेरै नै फरक। यसलाई मध्यनजर राख्दै हामी सबैजनाले चाहिँ एउटा के गर्नु हुँदैन ल बाहिर यहाँ त सिकिहाल्यो बाहिर पनि आफूले चाहिँ सिकेको कुरालाई चाहिँ पूर्ण रूपले पालना गर्दै योभन्दा अझै अगाडि जानु बागमती प्रदेश सरकार नेपाल यो हाम्रो सभापति सामाजिक विकास कार्यालय भैँसीपट्टिका प्रमुख श्री देवराज थियो, महेश्वरी बनहरा नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष श्री महेश्वर श्रेष्ठज्यू, कार्यक्रम सञ्चालक सामाजिक विकास कार्यालय सुदर्शन र कार्यक्रम सहकर्ता अति पोखरेल सर र नेपाल बदल सेक्युरिटी केन्द्रका प्रमुख श्री श्रेष्ठ र यस तालिमका संयोजक श्री बालकृष्ण श्रेष्ठ आफ्नो केही कुराहरू भन्नको लागि अनुमति लिन चाहन्छु। र मैले यस प्रशिक्षण सम्बन्धी मैले लगभग अहिलेसम्म 8 वर्ष जति गरेँ होला, तर यस ठाउँमा पनि मलाई एकदमै रमाइलो र सबै साथीहरूले एकदम सिक्न चाहना गर्नुभएको थियो। र एउटा कुरा के आयो भनेदेखि विद्यार्थीहरूले के भन्नुभयो भने सर यो जिआईको काम पनि हामीले गर्नुपर्छ र भन्नुभयो क्या। किन नगर्ने, हामीले पनि त्यहीबाट सुरु गरेको हो, तपाईँहरूले त्यहीबाट सुरु गर्नु र कुनै पनि घरहरूमा पर्व सभाको लागि कार्यक्रम हाम्रो जान्छ नि काम गर्नलाई आउँछ हुँदैन। ठाउँमा जाँदाखेरि त जिआई पाए पनि पुरानोहरू हालेको ठाउँमा त हामीले मद्दत गर्नुपर्छ। त्यो ठाउँमा तपाईँहरूले त हामीले नसिकाए पनि तपाईँले कसरी गर्नुहुन्छ त? त्यही भएर हामीले जिआईबाटै सुरु गर्नुपर्छ भन्ने कुराहरू पनि उठायो। यो मैले एकचोटि हाम्रो यो सानो कार्यक्रम भागबाट भनेको थिएँ र यहाँ हाम्रो सबै विद्यार्थीहरूले आदर गर्नुभएको छ। लगभग सबै टोलीमा मैले सबैलाई फिल्डमा राख्न सकेको छैन, त्यसको लागि म धन्यवाद राख्दैछु। र मैले यस मध्येबाट 2जना लिएर गइसकेको छु काममा।
तर काममा चाहिँ यस राम्रो गर्नुभएको उहाँहरूले र फिल्डमा काम गर्दाखेरि र पढाइमा ध्यान दिँदाखेरि अलिकति फरक त हुन्छ काम गरेर सिकाइमा तर पनि उस्तै हुन्छ तर किनभने हामीले हरेक कुराहरू फिल्डमा आफै प्र्याक्टिकल गर्छौँ गर्दाखेरि बिग्रिन्छ हरेक कुराहरू हुन्छ अलिकति रिक्स पनि हुन्छ क्लबहरूमा चल्नुपर्ने हुन्छ खतहरू चल्नुपर्ने हुन्छ गाह्रो हुन्छ हामीले आफै भाइसँग सबै कुराहरू गरेका हुन्छ र सबैले बोलाएर सिक्नु भएको छ र अहिले पनि म के भन्छु भने तपाईँहरूले स्कुल टेस्ट दिनु चाहनु छ चाहना छ भने पनि सक्नुहुन्छ दिनुहोस् यसको लागि म हेर्नु पनि ठाउँमा सर्वर पनि गर्न तयार छु र यहाँ सिकेको आधारले कहीँ कति तपाईँहरूलाई काम कसैले दिन्छ गर्न चाहनुहुन्छ भने गर्नुहोस् र काम गर्दाखेरि केही बुझेन आएन भने मलाई एकपल्ट फोन गर्नुहोस् म आइपुग्छु तपाईँहरूलाई मबाट गर्नुपर्ने सहयोग तपाईँहरूलाई सधैँ नै तयार छ है त यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउँछु धन्यवाद आज यो आर्थिक वर्षमा पहिलोचोटि हामीले जुन विभिन्न सहकारीहरूमा सम्पर्क गरेर यो ठाउँमा यहाँ आजसम्म जुन यो यस सामाजिक विकास कार्यालयमा प्रमुख थियो र यस हाम्रो यो सुझाव आज यो जुन मैले यो ठाउँमा यही ठाउँको स्थानीय व्यक्तिहरूलाई मैले जुन उहाँहरूको पहलको हुँदाखेरि यी आफ्ना भाइहरूलाई सिकाउनको लागि जुन स्थान त प्रयोग गर्ने स्थान प्रयोग गरेको भन्दा पनि सर्वप्रथम यो सामाजिक विकास कार्यका प्रमुखज्यूलाई सबभन्दा पहिलो किनभने उहाँहरूले अब हामी त यो नागरिक सञ्चालन गर्ने कि भनेर यो ठाउँलाई बनाएको हो तर अब यो व्यक्तिगतको पहलको मात्र नभएर आज विभिन्न सहकारीको सरकारीको तर्फ जस्तै अहिले पहिलोचोटि मौका जुन सामाजिक विकास कार्यक्रम आएको छु र भोलि पनि यस्तै कार्यक्रमहरू जस्तै अब इलेक्सन जुन उहाँहरूले दिनुभएको थियो र 2टा कार्यक्रम त दिनुभएको थियो तर हामीले अनेक कोसिस गरेको तर यो अब पुरा नमिलेको हो यो पुरा नमिलेको हो मैले यसमा चाहिँ अलिकति बुझेँ किनभने हामीले प्लगहरू पनि सुरुमा यहाँ पहिला
एउटा स्कुलमा पढ्दाखेरि बच्चाहरू घर घरमा र होइन अभिभावकहरू थियो मेरो बच्चाहरू चाहिँ गोठाला जान पर्छ म पठाउँदिनँ तर त्यस्तै स्थिति अहिले हाम्रो घरले यस्तो राम्रो कार्यक्रमहरू स्कुलको चलाइरहेको छ। यस्तो कार्यक्रम चलाउन उहाँहरूले कति खोजेका छ, कति भएन र हामीले पनि यो तालिम दिनलाई व्यवस्था गर्नको लागि हामीलाई पनि पछि नै भयो भनेर र त्यो कठिन होइन। हाल यो स्थानीय व्यक्ति र ठाउँको जो पनि अहिलेका यो जेनेरेसन व्यक्तिहरूले र अभिभावकहरूले नबुझेसम्म हामीलाई यस्तै अलिकति जस्तै अहिले कमजोरहरूले धेरै गाह्रो गर्न आज 20जनालाई पुऱ्याउनु चाहिँ गाह्रो अब यस्तै अब भाइहरू आज यो क्रममा तालिम गर्न बसेका भाइहरूले जुन यो ठाउँमा आज सामाजिक विकास कार्यालयको तर्फबाट यस्तो खोजेको विकास गरेको अनुसार तपाईँहरूमा पनि राम्रोसित सिकेर यही अनुसारको तपाईँहरूले दिनपर्छ राम्रो काम गर्दै गयो भने भोलि तपाईँकै अरू साथीहरू यो कहाँ सिकेको हामीले यो सामाजिक विकास कार्यालयको तर्फबाट नेपाल क्षेत्रको तालिम क्षेत्रमा सिकेको भनेपछि एकले अर्कालाई भन्दै गइसकेपछि बल्ल तपाईँको साथीहरूले बुझ्दै आउँछ र हामीले पनि यो बुझेपछि तपाईँहरूलाई धेरै घरमा धेरै बसेको छ सम्झाउनुभन्दा यो दिनको जुन अहिले तपाईँहरू आएर सिक्नुभएको छ भोलि तपाईँका साथीहरूलाई पनि त्यसरी सिक्न जानुभयो भने आज पढेर केही पनि एउटा सिप हातमा छ भने हाम्रो पछि पछि पैसा आउँछ भन्ने कुरोलाई मध्यनजर गरेर तपाईँले लाग्नु नै छ भनेर म आशा गर्दै भोलिको दिन सामाजिक सुरक्षा यो कार्यालयबाट यो अरू पनि अर्को आर्थिक वर्षबाट केही 2000 यस्तै तालिम दिने एउटा जोडको साथ उहाँहरूले सहयोग गरिदिनु भन्नु भने केही पनि यस्तै व्यक्तिहरू हाम्रा युवा साथीहरूलाई केही अरू पनि जुन तालिमहरू दिन सक्नेछ र बिस्तारै बिस्तारै त्यही जान्छ भन्ने म हजुरहरूलाई अनुरोध गर्दै आज सुरुमा अन्य नगरपट्टि टिका एकजना लगाइदिनु भयो हुन्छ
अब विक्रम सिलवाल तिमीले फोटो लिऊ है सबैको फोटो लिऊ है एउटै हुन्छ अनि गङ्गानगरको देश बिगाइरहेको छ बच्चाले जानु भएको भर्खरै रोको जानु विक्रम श्रेष्ठ तिम्रोबाट फोटो लिऊ फोटो मनोज राई कङ्ग्रेचुलेसन भाइ विशाल नगरकोटी अमृत श्रेष्ठ विशाल नगरकोटी रमिला थापा उषा बोगटी श्रेष्ठ रमिला थापा आशा श्रेष्ठ विवेक सेवा बोला हामी तपाईँले यो गर्दैन अब त्यो सकिन्छ ब्रेक नगरकोटी ओ मार्क्स फुगाले त साथीले रवि प्रसाद रवि प्रसाद रोशन रसाइली त्यो बेला नाम बेकार नलेखेको मैले हामीले त्यो बेला मैले बेकार नाम नलेखेँ सुशान्त भट्टाकोटी सुशान्त भट्टाकोटी माधव भुइयाँ सुभाष श्रेष्ठ बलराम नगरकोटी पैसा आयो है मलाई आकाश नगरकोटी विजय श्रेष्ठ रमिला श्रेष्ठ हुन्छ
हामीले यो कार्यक्रममा तपाईँलाई 78 दिनसम्म प्रेसिडेन्ट गराउनु हुने प्रेसिडेन्टलाई पनि हामीले प्रमाणपत्र व्यवस्था गरेका छौँ। यो प्रमाणपत्र पनि प्रदान गर्न हाती गर्नुपर्छ। गङ्गा नगरकोटी बल्लभ नगरकोटी हामी त्यो खाममा तपाईँको नाम फरक फरक हुनसक्छ, खामको बाहिरको नाम फरक फरक सबै एउटै छ है।